ऊ त जनताको काम गर्ने हो। जनताले प्रत्यक्ष निर्वाचित गरेको मान्छेले तपाईँले मलाई किन धकाल्नु भएको भाइ? यो पुष्टि किन यहाँ भिड गरेको देखाएको छैन? कसले भिड गरेको छ? बोल्दैन तपाईँलाई। भाइ यो पुष्टि तपाईँले किन मलाई पुस गर्नुभएको? मैले पुस गरेँ भने तपाईँको हालत के होला? एउटा जनताले प्रत्यक्ष निर्वाचित गरेको व्यक्तिको अहम यो हो। यत्रो भिड भइरहेको छ, भिडमा यस्ता यत्रो भिड भइरहेको छ, पछाडिबाट आएको भिड भइरहेको छ। भिड मात्र कमसेकम भिड कम गर्नुपर्छ नि। अर्को पालो सकेपछि अर्को पालो आउँछ। भिड मैले भनेको पालो पालो आऊ आफ्नो काम गरेर जानु भएको राम्रो काम हो, सपोर्ट गर्छु। त्यही भनेको त नि, उहाँले त राम्रो तरिकाले आफ्नो तरिकाले बस्नु हो। किताब त किन्नै पऱ्यो क्या? किताब किन्नुहुन्छ हजुरहरू? केही भन्न चाहनुहुन्छ?